बिहान उठ्ने बित्तिकै लक्ष्यहरू छन् भने तपाईँको लिभर खराब भइरहेको छ है। दिस इज द फर्स्ट भिडियो अफ लिभर हेल्थ सिरिज। तपाईँको मर्निङ रुटिनले नै तपाईँको लिभरको बारेमा धेरै कथा बताइरहेको हुन्छ। साथै मान्छेले यी 5वटा लक्षणलाई नर्मल स्ट्रेस अथवा एजिङ भनेर व्यवस्था गरिरहेका हुन्छन्, तर त्यो होइन। लक्षण नम्बर 1, उठ्दा थकानको महसुस हुने। लक्षण नम्बर 2, बिहान उठ्दा जिब्रो अलिकति बाक्लो अनि पहेँलो हुने। लक्षण नम्बर 3, दाहिने कम्मर अथवा करङको पनि दुखाइरहने, जुन धेरैले इग्नोर गर्छन्। लक्षण नम्बर 4, गाढा कलरको पिसाब हुने। र लक्षण नम्बर 5, पाचन प्रणालीमा असर भई दिशाको स्वरूप र समय परिवर्तन हुने। मेरो एकजना रिलेटिभ्स पनि यिनै समस्याहरूको साथ म भएको ठाउँमा आउनुभएको थियो। हामीले चेक गर्ने बेलामा उहाँको 50% लिभर ड्यामेज भइसकेको थियो। लकिली उहाँ समयमा नै सबै लक्षणहरू बुझेर हामीहरू बाटामा उपचार गर्न आउनुभयो। औषधि, डाइट प्लान, लिभर डिटक्स प्रोग्रामको कारणले गर्दाखेरि हामीले उहाँको उपचार गर्न सफल भयौँ र आज 3 महिनापछि हेल्दी लिभर इज ब्याक। माथि उल्लेख गरिएको 5वटा साइनहरू तपाईँहरूको छ भने ढिलो नगर्नु होला। नजिकको भरपर्दो हस्पिटलमा गएर आफ्नो लिभरको चेक गराइहाल्नुहोस्। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट सेक्सनमा आफ्नो प्रतिक्रिया दिनुहोला र राम्रो लागेमा सेयर पनि गरिदिनु। नेक्स्ट भिडियोमा म हेपाटाइटिस बीको बारेमा जानकारी ल्याउनेछु। आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। धन्यवाद।